हार्दिक अनुरोध गर्न चाहन्छु। हामीले समय 5 मिनेट निर्धारण गरेका छौँ। व्यवस्थितै गरे हैन उत्तर निकाल्ने र म अतिथि आसनमा गर्न चाहन्छु। नेपाली काङ्ग्रेस कोशी प्रदेश कार्य सम्पादन समिति सदस्य तथा बुद्धिजीवी विभाग प्रमुख रामबहादुर कुमार थापालाई म ईश्वरको प्राप्ति गर्न हार्दिक अनुरोध गर्छु। साइन पुरो भने आएछ है टोली त्यस्तै गरेर म अर्को नानीन किराँत लोहोरुङ याखालाई आफ्नो झाँकी प्रस्तुत गरिदिन म साधारण गर्न चाहन्छु। सबै सकिरहेछ। सबै ठाउँहरू घुम्दै आए यताबाट त छैन बाटो। निक्ली हाल्नु सहज जग्गा छ छिटो धिमेको अलिकति टाइम लाग्छ कि जस्तो छ। अब क्रमशः रूपमा आफ्नो जातिको झाँकी प्रस्तुत गरिदिन म सम्पूर्ण झाँकीबाट होइन यो सहभागी दलित क्षेत्रमा चाहिँ कहीँ नै रहेछ। राष्ट्रगान दादा कहीँ नछुट्ने एउटा कोटा पत्ता त लिन्छ नि। त्यसो गरेर नेवार एमएससी एउटा दुईजना मात्रै आयो। विवाह होमस्टेलाई पनि म आफ्नो झाँकी प्रस्तुत गर्न अनुरोध गर्न चाहन्छु। तरबार सहित रहेछ है यो चाहिँ ल्याउनुहुन्छ होला ओ यो हो नि त। एक हातमा के अरे अर्को हातमा उ होइन यो त पहिलोचोटि देखियो त यार। पहिलोचोटि देख्यो नयाँ आयो नयाँ झाँकी। पश्चिमतिर ढाल तरबार नै नाचे जस्तो पो। समाज पनि हाम्रो जाति प्रस्तुत गर्न चाहन्छु।
त्यस्तै गरी नयाँ बाबु यो शेर्पा होइन यो यो र त सबभन्दा लामो चाहिँ फेरि लामो प्रस्तुति समावेशी पनि रहेछ नि त सानोदेखि ठुलासम्म सहभागिता ठुलो कुरा हो थ्याङ्क यू भेरी मच होइन नसुने भने मेदिन सरले त रेफ्री गर्ने रहेछन् कि क्या हो बेर छैन टी सर्ट के अरे आयोजकको उसलाई आएछन् नि त ल गुरुङहरूको विशेष आएछ नि त यो चाहिँ गुरुङको तमु पनि दुईटा रहेछन् ल यहाँ कन्टिन्यू छ है शेर्पाहरूको चाहिँ फेरि यहाँ उहाँहरूको त दिइरहेको छ नि बाहिर पनि राम्रै शेर्पाहरूको जोस अझै कायम छ क्या अब तरबार निकालेको छ नि अब धामी नै उत्रिन्छ क्या र हौ रातभरि पो नाच्छ त यिनीहरू त यता फेरि धामी जतिकै रहेछ नि त यो टोली जोसिलो रहेछ नि यो टोलीलाई त कसैले भेट्दैन पुरस्कार दिने बेला भइगयो नि यता दादा जिल्ला संघ चाहन्छु यो कुन खालको नाच छ हौ यो कराबारे नाच रहेछ यो शेर्पाहरूको कडा प्रस्तुत आकर्षणै शेर्पातिर छ आज केटाकेटीलाई चाहिँ मुसुहरूको ल्याएको थिएन मार्शल आर्ट ए सबै मिसेको छ क्या हाम्रो जताको सङ्ख्या त जुदाउँछ है क्या तरबार जुदाइदो रहेछ राखेर चाहिँ के हो सब्जीको धिमे रहेछ धिमे जयन्द्रजी पत्नी सहित आएछन् लसता बजाचार्य पनि रहेछ प्रिया लसता यो नेवारको अब लाखेलाई विस्थापित हुने रहेछ क्या र प्रदर्शनीमा यस्तो होइन लाखे जहिले तैले निकाल्ने पनि होइन नि त त्यो शास्त्रीय कुरा हुन्छ त्यो साथी होइन त्यो झन्डा चाहिँ श्रीष्मा जङ्गलको छोरो हो यताको आउने चाहिँ हो कि जस्तो छ राजन ए ट्याङ्की जुदाएर पो बजाउनु पर्ने रहेछ त ट्याङ्की जुदाएर अब गयो ए के कमल सर सुर्बी पो रहेछ त यता तल्लोपट्टि गयो त झ्याम्टा पढ्नमा छैन चिया चाहिँ पढ्न पार्नै छ ए लु खास अर्को बजाउने पनि हुँदो रहेछ त लु
नमल नै हो त हो कि जस्तो छ हो क्या र नेवारीको चाहिँ लामै गयो धिमी अलि लामै खालको हुँदो रहेछ लामै गयो फुलुङ र लोरुङ चाहिँ उस्तै उस्तै हुन्छ कि क्या हो ए थुलुङको झन् कलाकार समूह रहेछ नि पछाडि हिँड्ने बुढा मान्छे मेरो मामा के 80 वर्षको बुढा हेरेर हिँडिरहेको छु न राईको हो क्या फुलुङ के रहेछ यो चाहिँ प्योर कलाकार रहेछ नि कुनै छैन त ठुलो छ चम्मर सहित दिइरहेको छ त फुच्चेले धनुगाँड सबै छ उसैकोमा लास्ट एउटा बाँकी छ होइन कलाकारहरू चाहिँ के कपालमा त्यो पानीमा पुगेको होइन ती यतैका रतन जस्तो लाग्यो मलाई पनि सिकेको सुक्खा भएर जस्तो अरूतिर गएर थालिहाल्यो नि नेवा दाउले पर चाहिँ लिङ्गको छेउमा थाल्यो नेवा दाउ सबसे मजा केटाकेटीलाई रहेछ अब हेर उफ्रिया यो झाँकी मध्येको म्यान अफ द म्याच चाहिँ फुच्चेलाई दिनुपर्छ है त्यो साना साना भएकोले साना साना मान्छे भएकोले यिनीहरूले निकै दिइरहेछन् आगो छ आगो हो अहिलेको जेनेरेसन जातीय चाहिँ डेभलप गर्ने बेला हो केटा हो बेला बेला नि राम्रो गऱ्यो सानो सानो नानीहरू होइन अलिक ठुलोको भन्दा यो दामी छ नि त्यो सानो फुच्चो हेर्नु न यसलाई त
मुलाहरू यत्रो भएको छ पुगेली किन मगरको के हुर्रा आयो फेरि तालमा पनि एउटै बतेर आएको नि ए लो हेलो चराहरूको ए विशेष रचन यो त